म आएको छु यो खनार स्थित ओम शान्ति पार्क। यो चाहिँ एकदमै सुन्दर रहेको छ र तपाईले यो मेरो पछाडि देख्न सक्नुहुन्छ यो विशाल शिवलिङ्ग छ। यहाँ चाहिँ सम्पूर्ण महादेवको अवतारको रूपमा शिवलिङ्गहरू स्थापना गरिएको छ। यहाँ चाहिँ सम्पूर्ण भारतदेखि नेपालसम्मका महादेवका मठ मन्दिरका शिवलिङ्गहरू स्थापना गरिएको छ र तपाईले यतातिर ओम शान्तिको ध्यान योग बन्दै गरेको देख्न सक्नुहुन्छ। यो चाहिँ बन्ने क्रममै छ र बनिसकेपछि चाहिँ तपाई पनि यहाँ आएर ध्यान योग विभिन्न आसनहरू तपाईले यहाँ आएर सिक्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ। र ओम शान्ति भन्ने बित्तिकै विश्व ब्रह्माण्डको शान्ति भनेर बुझिन्छ र ओम शान्तिले जहिले पनि हामी भित्रको ज्ञान चेतनालाई जहिले पनि उजागर गर्छ। यो आफैमा एक शान्त रहने र अरूलाई पनि शान्तिका कुराहरू सिकाउने भएकाले हामी भित्रको त्यो आध्यात्मिक ज्ञानलाई चाहिँ जहिले पनि ओम शान्तिले उजागर गर्ने गर्छ। हामी भित्रको त्यो अन्धकारलाई चाहिँ उज्यालोतर्फ धकेल्ने काम गर्दछ। तपाईले यो पार्क यहाँ आएर आफैलाई तपाईले आनन्दित गर्न सक्नुहुन्छ। निकै सुन्दर र शान्त रहेको यो ठाउँलाई